साथीहरू सबैजनालाई नमस्कार। अनि म चाहिँ के अरे खानडाँडा तल झरेको पानी यहाँ चाहिँ रोकियो। यहाँ चाहिँ पानी परिरहेको छैन जस्तो लाग्यो। यहीँसम्म हो पानी। ओहो खै त यहाँ त पानी देखिन त। पानी परिरह्यो। यता पानी पर्यो कि परेन यार, सुक्खा जस्तो लाग्छ रोड। साथीहरू उता चाहिँ नन स्टप पानी थियो, यहाँ चाहिँ अहिले पानी चाहिँ छैन। पानी त यहाँ पनि परिरहेको छ, सुक्यो होला नि त रोड, तातेको रोड होइन। पानी पऱ्यो। म चाहिँ गोदावरीमा पनि पानी परिरहेको छ, जो अत्रेमा पनि पऱ्यो जस्तो लाग्यो है मलाई त। किनभने अब यो गोदावरीमै पानी छ भने जस्तो अब अत्रेसम्मै पऱ्यो कि जस्तो लागेको छ। हेरौँ अब कहाँसम्म रहेछ। यहाँ त पानी डह्रो परिरहेको रहेछ। यो चाहिँ तपाईँलाई सबैले देखेको ठाउँ, सबैले बुझेको ठाउँ। ऊ चाहिँ गोदावरी सोड उता होइन, गोदावरी होइन। अनि गाडीहरूलाई यसो साइड दिनु पऱ्यो। यो त एकदमै भाइरल ठाउँ हो नि त, तपाईँहरूले सधैँ आइराख्ने गइराख्ने ठाउँ। जे होस् आज चाहिँ राम्रोसँग सुत्न पाइन्छ। चिसो भएको होला मौसम, किनभने पानी परे जस्तो मौसम चिसो हुन्छ नि त। अनि मजाको निन्द्रा पनि लाग्छ, मजा आउँछ है साथीहरू। त्यो ट्रकको ब्याक लाइट लगाएको रहेछ, पुरै लाइट मात्रै आइरहेछ यार। पानी त परेको छ यहाँ चाहिँ। पानी अब रोकियो अहिले। उता त पानी भयङ्कर परेको थियो, यहाँ चाहिँ पानी रोकियो साथीहरू। यो चाहिँ तपाईँको अब गोदावरीमा आइपुग्यो। हनुमान मन्दिर हनुमान मन्दिर सरी है, तल हो। यो चाहिँ गोदावरी मोड। अब पुल नजिकै, भाइरल पुल नजिकै पुग्दैछौँ। यहाँ त जे होस् पानी सानी त रोकियो त यता त। अब भोलि र पर्सि त चिसो हुन्छ होइन, त्यसपछि त लास गर्मी हुन्छ नि। तलबाट तापले हान्छ, माथिबाट अनि माथिबाट तापले हान्छ, तलबाट बाफले हान्छ र लास्टै गर्मी हुने यार। अहिले त मजा छ। आज त एकदम आनन्द हुने। आज राति त यस्तो मिठो निन्द्रा आएको छ। यो चाहिँ हाम्रो गोदावरीको भाइरल फुल है साथीहरू। कोही छैन, पानी परेर सब भागा भागा आफ्नो सब गयो होला नि होइन। अब राति त को हुन्थ्यो, त्यही पनि बत्ती पनि छैन। यो चाहिँ तपाईँको गोदावरी पहिलो मोड। अब फुल आउँछ। यो चाहिँ फुल हेर्नु साथीहरू, एउटा अटो चाहिँ रहेछ होइन फुलमा। ल साथीहरू यहाँ पनि पानी त परेको रहेछ, तर पानी चाहिँ अलिकति 10-15 मिनट पऱ्यो होला, त्यसपछि रोक्यो होइन। अटोमा घाँस। हाम्रो सुन्दर सुदूरपश्चिम गोदावरी एरिया, गोदावरी धाम, हाम्रो गोदावरी नगरपालिकाकै नामको गोदावरी। सो आज धेरै दिनपछि माथि जान पाइयो खानडाँडा। अब पाहाडतिर गयो भने त कापा सापाल पनि खान पाइन्थ्यो होला। अब त्यो पाहाडतिर जान पाएकै छैन, कति भइहाल्यो। ल साथीहरू है, यो चाहिँ रिसोर्टको एरिया यहाँ माथि। तपाईँले देख्नुभयो रिसोर्टको एरिया पुग्यो। लाइट लागेरै मार्यो नि गाडीको। यहाँ चाहिँ रिसोर्टको लाइट देखिरहेको साथीहरू। ल साथीहरू पानी त हल्का परेको रहेछ, यहाँ त पानी रोकियो होइन। अब तल चाहिँ के अवस्था छ, पत्रतिर परेकै परेन आज पानी है। अब हेरौँ, तपाईँलाई म देखाउँछु परेको छ कि छैन। परेको भए रहेछ भन्ने हुन्छ है त साथीहरू। ल।